गुफा जम्मै त कहाँ हो चाहिन्छ होला है उता निस्किन्छ कि कसो निस्किन यहाँ हुनै पर्छ डेन्जर छ त कसरी हो जाने बसा जोरियो भने त यहाँबाट खस्यो भने चाहिँ हाम्रो हड्डी पनि पाइन्न त्यस्तो भिड छ है बन्दुक भयो नि त हजुर हजुर कस्तो गर्थ्यो भन्दा बेला चाहिँ हजुर ट्यापको लागि यो जस्तो यहाँ एउटा गाउँ भयो स्वागत छ हजुरहरूलाई एसपी विश्वकर्म भ्लग च्यानलमा आशा गर्छु सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदमै आरामै छु आज म पाल्पा बिरकोटदेखि धेरै पछि भ्लग भिडियो चाहिँ सुट गरिरहेको छु र आज चाहिँ एउटा रमाइलो यात्रा लिएर चाहिँ म हजुरहरूको माझ चाहिँ उपस्थित भएको छु र आजको यात्रा हुनेवाला छ हाम्रो टक्क लाएर बिरकोटदेखि कहाँसम्म गयो यसको जानकारी चाहिँ हाम्रो नानीले दिँदैछ कहाँसम्मको यात्रा हुनेवाला छ बिरकोटदेखि बेलौटी घारी अलि माथि गडी पारमा चाहिँ पहिला के अरे त्यो भुरे राजाहरू के अरे लडाइँ गर्थ्यो अरे कि रिङ्गा लेखेर अनि गडी पारदेखि भुरे राजाहरूको युद्ध हुन्थ्यो अरे अनि त्यहाँ एउटा सानो गुफा पनि छ त्यो हेर्न यसो जाऊँ न भनेर जानुभएको अनि हामी चाहिँ नानी अनि मम्मी अनि सानो खुच्ची सानो हाँस्देऊ यहाँदेखि चाहिँ मम्मी अनि नानी अनि सानो नानी म भएर चाहिँ निस्किन लागेको छु र त्यहाँदेखि भने फुपू र अनि सालाबाबु अभिषेक जाँदैछन् साथमा चाहिँ अनि हाम्रो यात्रा चाहिँ कस्तो हुनेवाला छ र त्यो गुफा चाहिँ कस्तो छ र कस्तो ठाउँमा सबै कुरा भरि म यस भिडियोमा चाहिँ हजुरहरूलाई जानकारी दिनेछु भिडियोलाई चाहिँ अन्तिमसम्म टक्क लगाएर हेरिदिनु होला यति बेला भने साथीहरू हामी चाहिँ अटोको प्रतीक्षा गरेर बसिरहेको छौँ मम्मी र नानी उता प्रतीक्षा गर्नुभएको छ र हजुरहरूलाई चाहिँ म टक्क लगाएर बिरकोटको चाहिँ यो भ्यू देखाउन लागिरहेको छु यो चाहिँ बिरकोट बजार सर लगाएर एउटा ट्रक टक्क रोकिरहेको छ अलिक अगाडिपट्टि पारिपट्टि देखिएको चाहिँ आफर डाँडा भन्ने गाउँ देखिरहेको छ अनि त्यसपछि पनि यताबाट चाहिँ सर लगाएर हिमालहरू पनि मजाले देखिरहेको छ यहाँबाट चाहिँ तीनटा हिमाल चाहिँ हामी एकसाथमा चाहिँ हेर्न सक्छौँ मजाले टक्क मेरो औँला सिधा उतापट्टि चाहिँ धानको मुरी राखे जस्तो चाहिँ टक्क त्यो देखिएको ठाउँ चाहिँ अन्नपूर्ण हिमाल अनि त्यसपछि यता बिचमा चाहिँ कालो कालो भएको चाहिँ होइन जहाँ चाहिँ हिउँ छैन त्यो ठाउँ चाहिँ माछापुच्छ्रे हिमाल अनि त्यसपछि धौलागिरी भने यो आफर डाँडा गाउँ पछाडि चाहिँ देखिन्छ अहिले चाहिँ कुहिरोले राखेको रहेछ त्यो हिमाललाई चाहिँ अनि यो देखिएको बाटो पनि रामपुर सिलुवाहरू अनि अर्सले मितेलतिर जाने बाटो पनि छुट्टिएको छ यो बाटोबाट सर्र गएपछि 5वटा मुने एकै ठाउँमा बसिरहेको छन् अहिले यति बेला कति बेला हो त अटो आउने अटो कति बेला आउँछ कति बेला हो जाने अब अटो आएपछि हो के अरे बस गइसक्यो निराश भएछौ त तिमी त यो बस गयो अर्को आइभएको छ 12 बजेको झन् त्यसमा भनेर मिलाएको त काम छैन 20 मिनटको प्रतीक्षापछि हामी चाहिँ अब अटोमा जान लागेको छौँ अटो पनि आइसकेको छ अब चाहिँ हामी अटोमा सफर गर्न सुरु गरिरहेको छौँ साथीहरू अब चाहिँ हामी अटोबाट झरिसकेका छौँ र अहिले चाहिँ हामी धेरैजना भइसकेका छौँ है यहाँदेखि अनि यो बाटो चाहिँ पैदल यात्रा गर्नुपर्ने हुन्छ अब भने हामी टक्क यो ठुलो बाटो हुँदै यहाँसम्म आएको थियौँ अनि अब चाहिँ हामी यो सिँढी हुँदै मासतिर लाग्नेछौँ र मम्मी नानी अनि बाबुहरू सबैजना हिँडिसक्नु भएको छ यो बाटो अब भने हामी गुफातिर चाहिँ लाग्दैछौँ है कति जति टाइम लाग्छ नानी है यहाँदेखि चाहिँ कति जति लाग्छ र 6
10 मिनट जति ठाडै उकालो छ अनि त्यसपछि चाहिँ ठगै लाग्ने बेलामा चाहिँ टक्क पर्तिछेला आउँछ अनि टक्क 2 मिनट जति यहाँ बस्यो। अब फेरि हामी टक्क लाएर यहाँबाट चाहिँ 1300 बाटो छ अनि यो बाटो हुँदै नछोडिकन चाहिँ जानुपर्ने हुन्छ। अब चाहिँ हामी यो पर्तिछेलाबाट सरर लाएर अगाडि बढिरहेको छौँ। अनि पहाडतिर हेर्नु न अलिक माथिल्लो ठाउँबाट चाहिँ तलको गाउँहरू चाहिँ यति राम्रो भ्यू देखिन्छ कि हेर्नु त यो बाटोहरू यति रमाइलो गाउँ देखिएको छ नि दामी गाइस दामी। सरर लाएर यो 1300 बाटो हुँदै चाहिँ अब जान्छौँ। अघिसम्म चाहिँ हामी 10 मिनटको त्यो सिडी चढेर चाहिँ माथि आउँदाखेरि भने एकदमै उकालो थियो कि धेरै उकालो थियो। अनि पर्तिछेलामा चाहिँ 2 मिनट जति बस्यो अनि टक्क लाएर जाँदैछौँ। बाटो चाहिँ त्यहाँ पर्तिछेलाबाट यता चाहिँ रमाइलो नै छ। हामी कतिजना छौँ 1 जना 2 जना 3 जना 4 जना 5 जना 6 जना मसँग 7 जना रहेछौँ अनि सानो नानुसँग लिएर 8 जना आएको छौँ हामी। 1300 बाटो रहेछ अनि त्यसपछि फेरि ठाडो नै उकालो छ साथीहरू। अहिले चाहिँ हामी उकालो हिँडिरहेको छौँ है। यहाँ चाहिँ बाटो छुट्टिएको ठाउँमा छ। यता हो कि यता हो सिधै यहीँ चाहिँ हामी चाहिँ त्यहाँबाट चाहिँ माथि चाहिँ सिपाहीहरू लडेको ठाउँ रहेछ। त्यहाँबाट यता चाहिँ गुफातिर यो गरेटो बनाएर चाहिँ यहाँबाट 10 कदम हिँडेपछि यहाँनिर चाहिँ गुफा छ। अब चाहिँ हामी टक्क लाएर गुफामा आइसकेका छौँ। जाऊ नानु जाऊ है हाँसेको नानी नडराउ नडराउ ल साथीहरू नानी चाहिँ अगाडि गुफामा पसेकी छिन्। के बन्दुकको दाग ल साथीहरू खै साथीहरू यहाँ चाहिँ बन्दुकको बेड बनेको रहेछ। बन्दुकको लास्टको हुन्छ नि हो काठको के त्यो त्यही त नाल नजोडिकनको नाल नजोडिकन अनि यता उ त्यो फर्सी हो क्या उ त्यो यो गाईको दुध भन्थे 4वटा थियो के रे फुटाले चाहिँ गाईको थुन जस्तो यो गाईको थुन थियो के फुटाले के गर्नु पनि फुटालेको होला। अनि यता यो चाहिँ मान्छेको माथिल्लोको दाँत भन्छन् ए बङ्गारा ओ माय गॉड यार यो चाहिँ फर्सी गाई आधा फर्सी यो चाहिँ आधा फर्सी। यति भित्र पनि यति धेरै कुराहरू बनेको है। यो चाहिँ पुरै यस्तो माथिको दाँत गरेको मान्छेको दाँत हो सिएम रहेछ त है। चाहिँ बङ्गारा हो के राजाहरू लड्दाखेरिमा लुक्ने ठाउँ यो हो गरेको राजाहरू लड्दाखेरि लुक्ने ठाउँ रिङ्गादेखि यहाँ लड्थ्यो नि त अगाडि अनि यहाँ लुक्थे गरे पकाएर यो तैँले समाते के हो त नानी यो यो त के हो थाहा भयो यो फर्सी हो ए यो दाँत अनि यो गाईको थुन अनि त्यो चाहिँ बन्दुक ल हिँड अगाडि। यहाँ तल त खतरा रहेछ त यार गुफा त है डेन्जर छ त। कसरी हो जाने वर्षा जोरियो भने त एउटा छ है गुफा त। कसरी गइस् त नानी ओ यहाँ टेकेर हो कि यहाँ टेकेर अरे तल पनि तलमा यस्तो छ त बाघै चितुवा होला जस्तो। अरू के छ त अरू त चिन्न सक्दिनँ त हो त धेरै कुराहरू चाहिँ छ साथीहरू होइन। अझै भित्र पनि गएको छन् के हो कि अन्त अरू यो चाहिँ पहिला राजाहरूले उस टुकी बत्ती बालेको कि के हो खै यहाँ कालो कालो खै बत्ती बालेको टुकी हुन्छ नि मट्टी तेल हालेर पहिलेको त्यो बालेको बत्ती बालेको अनि पहिला अन्त त्यो कालो मोसो के हो डेन्जर रहेछ। के छ देखाउँदा ढुङ्गा छ के
के हो थाहा भएन गुफा भिजिट गरेर अब निस्किसकेका छौँ अब चाहिँ हामी माथि माथि जहाँ सिपाहीहरू पहिला त्यो बेलामा फाइट गर्ने ठाउँमा चाहिँ हामी जाँदैछौँ अब माथि किल्ला हेर्नु लाल किल्ला भन्दा लाल किल्ला नेपालको राजाको जमिन ल हिँड अब भने हामी लाल किल्लामाथि जहाँ सिपाहीहरू लड्ने गर्नुहुन्थ्यो त्यो ठाउँमा चाहिँ आइपुग्न लागिसकेका छौँ ल होइन ल यहाँदेखि चाहिँ सिपाहीहरू चाहिँ डट 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 गरेर होइन प्यास्तोल चाहिँ यहाँबाट पड्काउने ठाउँ रहेछ यहाँबाट हो कति साल पुरानो होला यो पर्खालहरू हो र कुन डाँडामा हान्ने भनेको त्यो ठुलो डाँडा त्यो ठुलो डाँडामा हो कि हो राजाहरूको इनार जम्मै छ कि त्यहाँ रिङ्गामा पानी जम्मा गर्ने के नानी उहिले त अब त्यो पोखरी बनाएर पानी जम्मा गरे नि खानलाई ल साथीहरू यहाँ चाहिँ सिपाहीहरूको कम्पाउन्ड घेरिएको पर्खाल छ जुन धेरै वर्ष पुरानो चाहिँ भइसकेको छ र अनि यहाँदेखि चाहिँ अलि पारिपट्टि देखिएको ठुलो रिङ्गा डाँडा भन्ने ठाउँ यहाँदेखि त्यहाँसम्मको निशाना ताकेर भिडान्त हुने एकदमै बन्डुगुर चाहिँ पढ्ने त्यति टाढा टाढा कि अनि तल गाउँहरू पनि रमाइलो देखिएको छ यहाँबाट अनि राजाहरू त कहाँ एक ठाउँ बसेर आयो होला त्यता पनि आयो होला अनि यहाँबाट यहीँबाट लड्ने लड्न चाहिँ यहाँबाट यसरी लडेको भन्नु चिनेको एउटा लौरो भएको म देखाइदिनु त कस्तो लड्छ भन्ने बन्दुक भयो नि त हजुर हजुर कस्तो गर्छ भन्दा बेना चाहिँ हजुर ट्यापको लागि यो जस्तै यहाँ एउटा गाउँ भयो त्यो गर्दै लड्थ्यो नि गरेको यस्तै मान्छेहरू त डर त उठेर लड्थ्यो अरे हो त्यस्तै लड्थ्यो नि पहिलाको राजाहरू आजभोलिको पो मान्छेहरू यति हिँड्न नि गाह्रो मान्छन् सिपाहीहरू लड्ने ठाउँ चाहिँ त्यहाँ माथि पर्खालले चाहिँ घेरिएको छ र त्यसको तलपट्टि भने साथीहरू एकदमै डेन्जर छ क्या ठाउँ हेर्नु त त्यहाँबाट तल भने एकदमै भिडहरू छ अनि यहाँबाट खसियो भने चाहिँ हाम्रो हड्डी पनि पाइन्न त्यस्तो भिड छ है यस्तो ठाउँमा चाहिँ बनाउनु भएको रहेछ होइन त्यो बेलामा चाहिँ अनि टक्क मेन बाटो चाहिँ यहाँ तल छ जुन माथिल्लो बाटो रामपुर जोडिने बाटो यो बाटो सर अनि यता चाहिँ डाँडा छ फर्किने होइन चलो कन डाँडै डाँडा उयो डाँडा पारी कहाँ कुन डाँडा डाँडा हिँडेर राख गरे त्यहाँबाट बाटो छ र फाइनली साथीहरू अब चाहिँ हामी सबै यहाँको स्थानहरू घुमेर अब भने हामी फर्किनको लागि चाहिँ अब हामी हिँड्दैछौँ सबैजना अनि अहिले चाहिँ हामी सिपाहीहरू लड्ने ठाउँदेखि चाहिँ तल झरिसकेका छौँ अनि टक्क लाएर त्यहाँ चाहिँ गुफा जाने बाटो छ यहाँदेखि चाहिँ दुई बाटो छुट्टिएको छ यो बाटो भने गुफातिर जाने अनि यताको बाटो भने सिपाहीहरू लड्ने ठाउँमा चाहिँ पुगिन्छ यो बाटो गइयो भने अब चाहिँ हामी सबै घुमघाम गरेर घरतिर जान लागेको छौँ प्यास लागेर चाहिँ अब पानी पिउनको लागि चाहिँ टक्क यता गाउँतिर जान लागेको छौँ सर यता यो गाउँलाई चाहिँ के गाउँ भन्छन् त झ्याम्राङ ल पानी पिउनको लागि चाहिँ हामी झ्याम्राङ ए यहाँ त पसल पनि रहेछ एउटा नचलेर बसेको
पानी पनि पिएँ अनि प्यास मेटेर अब चाहिँ टक्क तल मेन हाइवेमा चाहिँ निस्किन्छौँ अनि त्यहाँबाट चाहिँ अटोमा हुन्छ या बसमा हुन्छ केमा जान्छौँ सबै कुराहरू चाहिँ तपाईँहरूलाई टक्क भिडियोमा चाहिँ जोड्नेछु। हामी हाइवेमा पनि निस्किसकेको अवस्था छ, टक्क उताबाट झर्दै हुनुहुन्छ। अब चाहिँ हिँडेर जाने अटो पर्खि नि अटो बस प्रतीक्षा गर्दा गर्दा होइन अटो बस चाहिँ आएन अनि त्यसपछि हामी चाहिँ पैदल यात्रा गरिरहेको छौँ घर जानको लागि। रमाइलो भइरहेको छ। यति बेला घर पनि आइसकेका छौँ र अब भने यता सनसेट पनि हुन लागेको छ र साथीहरू यो भिडियोलाई चाहिँ म यिनै एन्ड गर्छु र आजको गुफाहरू घुमघाम गरियो र अनि जति पनि कुराहरू थियो हामी चाहिँ पैदल यात्रा जाने बेलामा चाहिँ अटोमा गएको थियौँ, आउने बेलामा चाहिँ पैदल यात्रा गरेर आएको थियौँ। मैले भिडियोमा सबै कुराहरू चाहिँ समेटेको छु। यदि हजुरहरू पनि गुफा भिजिट गर्न चाहनुभयो भने चाहिँ बेलौती घारीबाट माथि 1 किलोमिटर जति माथि चढिसकेपछि चाहिँ बाकुमगढी भन्ने गुफा पनि ठाउँ पनि छ र त्यहाँ चाहिँ पुरानो बेलामा पहिला राजाहरूको चाहिँ लडाइँ हुन्थ्यो अरे। त्यहाँदेखि चाहिँ रिङ्गा डाँडा भन्नेलाई चाहिँ निशाना ताकेर चाहिँ वारपार लडाइँ हुन्थ्यो अरे। त्यति बेलाखेरि चाहिँ त्यो माथिको सिपाही लड्ने ठाउँबाट चाहिँ लड्ने अनि थाकेको सिपाहीहरू चाहिँ तल गुफामा चाहिँ लुकेर चाहिँ टक्क सामानहरू राख्ने अनि खानाहरू बनाउने खाने बस्ने गर्नुहुँदो रहेछ। अहिले चाहिँ त्यो सामानहरू चाहिँ शिला परेर चाहिँ त्यस्तो भएको र अनि त्यो गुफा चाहिँ अझैसम्म पनि रहेछ र मलाई चाहिँ एकदमै रमाइलो लाग्यो र यस भिडियोलाई चाहिँ म यिनै एन्ड गर्छु। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला र एसपी विश्वकर्म फेसबुक पेजलाई पनि फलो गर्नु होला। भेटौँ होला फेरि यस्तै रमाइलो भिडियोको साथमा। थ्याङ्क यू फर वाचिङ। टाटा।